हेलो एन्ड नमस्ते गुड इभिनिङ फ्रम हामी सन्दकपुरदेखि है। आज चाहिँ हामी यहाँ ट्याक्कै सनराइजको अगाडि जम्मा यहाँ कति होला गाडी ट्याक्क पार्टनर भनिदिउँ त 15वटा त बढी छ नि हौ। यस्तो मस्ती मस्ती छ कि गाडीहरू। आज भ्यू पनि ओपी है मा कसम भनेको नि यस्तो दामी उक्रिया छ। आज चाहिँ हामी चाहिँ यात्रा भनेको चाहिँ हाम्रो चाहिँ आलसम्मको चट्ट होइन। अब जाँदाखेरि ठिक छौँ है, आउँदाखेरिको यात्रा अब कस्तो हुन्छ। अब चिसो चिसो आउँदाखेरि अब त्यही भएर डगी स्टाइलमा औ औ लट्ठा रहेछ यो त लाटा औ औ कहाँ नै सुन्दैन क्या यस्तो कुकुरले त। अनि यता चाहिँ हाम्रो पाट अगाडि हाम्रो छोकु दादा, अनि म यता पछाडि अझै हाम्रो याङ टोली पछाडि भाइरल टोलीहरू चाहिँ अझै पछाडि आउँदैछ क्या। फेरि यहाँदेखि जाने यहाँ परतिर अनि दामी बबाल सिन देखाउँछु म उग्रियो भने चाहिँ। आलदेखि बल देखिन्छ नि है होइन उयो हेर त। आज चाहिँ आज होइन हामी यसरी जान्दैन, छोकु दादाले स्पोन्सर गर्छु भने होइन त्यही भएर चाहिँ लाग्दिएको हो नि त। त्यही भएर अनि हामी त यता गाड जस्तो मात्रै पछाडि यसरी बसेरै उसलाई यसो सेक्युरिटी दिने काम मात्रै हो हाम्रो चाहिँ। अब अगाडि डोनेटर चाहिँ अगाडि यसो हुन्छ नि त झ्याप्प भरे ओ यो होइन हामीले अस्ति दादा गर्ने यही जस्तो लाग्छ त। हामीले चाहिँ सनराइज होटलमा चाहिँ जाँदाखेरि चाहिँ दादा गर्ने, आज चाहिँ उल्टो दादा गरिदिएको। ओइ कति अरे कहाँ हिँडेको ऐस ऐस के भन्छ यसको नाम होइन। यो चाहिँ साथी हो ऊ सन्दकपुर 0 किलोमिटर 0.0 भ्यू पोइन्ट है माथिको चाहिँ चतर हामी चाहिँ लागेको ल लाउरेहरू चाहिँ अब खोटाङ जिल्ला दिक्तेल बजार भन्दै यस्तो ओपिओपी बाटोहरू चाहिँ छ होइन। लास्ट एडभेन्चर गर्नु मन छ भने चाहिँ सन्दकपुर आउनु होला है गाइज। फाइनली हामी चाहिँ यहाँ टार आइसक्यौँ है ठ्याक्क। दायाहरू पनि सँगै हामी चाहिँ यहाँ भेटेर अब हामी चाहिँ जम्मा पाँचजना होइन हामी 6जना कतिजना छौँ 7जना छौँ है। एउटा स्क्वाड फुटबल खेल्ने टिमै पुरै हाम्रो दायाहरूसँग आज चाहिँ सस्छ रमाइलो गर्ने भनेर हामी चाहिँ आलटार जाँदैछु। लेट्स सी गाइस कस्तो हुन्छ है। हाम्रो स्पोन्सर चाहिँ अगाडि छ होइन। बोल्न स्पोन्सर के छ अनि आज के कति खाइदिउँ तिम्रो तर्फ बर्थडे होइन तिम्रो आज तिमी हाम्रो दाइ हो नि यार। दाइ बर्थडे होइन तिम्रो। फाइनली साथी है हामी चाहिँ यहाँ आइसक्यो ट्याक्क हाल आइपुगिसक्यो हाम्रो टोलीसहित गस्ती टोलीसहित हामी आइसक्यो यहाँ चाहिँ चस्छ हामी चाहिँ चिया खाने अनि चाहिँ फिर्ने हो। यहाँ दाइहरूसँग चाहिँ चट्ट अखडामा आइसक्यो हाम्रो। यहाँ यता बैदार साहब पनि छिर्नु भइसक्यो होइन। मेन बैदार आजकोमा हुनुहुन्छ होइन। ट्याक्कै यता चाहिँ ट्याक्क असिस्टेन्ट बैदार असिस्टेन्ट हुनुहुन्छ। यता हामी कुल्ली ट्याक्कै चौरीको छुर्पी पुरै सुकेपछि चाहिँ पहेँलो हुँदो रहेछ साथी। यहाँ चाहिँ हामीले खानेकुरा नि छैन रे। अब हामी चाहिँ लागेको कहाँ पल्लोमा हजुर गोठ कहाँनिर छ आज पर यहाँदेखि उता रोटै जानु पर्यो ल। हस् हुन्छ आन्टी ल। अब तोङ बाजा खानु पर्ला यता हो छोकु पर गोठमा रे हो उता त्यो पास्तरको दिदीहरूकोमा होइन दिदी उयो पर ल टोली मुभ अब। तर लभली उग्रिदियो भए चाहिँ यार यस्तो चाहिँ क्लाउडी एकदम छैन आज मौसम स्वाद। आज दाइ त आज स्वाद रे नि त नि दाइ तपाईँ नि मौसम यता नि स्वाद आज नि छैन त नि। तपाईँ आज रिसाउनु भएको तपाईँ किन रिसाउनु भएको आज
ल फाइनली हामी चाहिँ यहाँ आइपुग्न आँटेको छ हामी हिँडेको लोकेसनमा यहाँ हाम्रो गाइड चाहिँ यहाँ हाम्रो भाइ उयोको सिलङतिरको भाइ यहाँ हाम्रो गाइड चाहिँ अगाडि हिँडिरहेछ हामी यहाँ टुरिस्टहरू मकै टुरिस्टहरू पछाडि गाह्रो छ हौ यो ठाउँ नचिन्नु गाउँ नचिन्नु भाइ यो कहाँ पुगिन्छ अब कति किलोमिटर छ लास्ट टाइम हामी चाहिँ आइपुग्दाखेरि हामी चन्दु यहाँ हामी चन्दुमा आइपुग्यो अनि चन्दुमा आइपुग्दाखेरि हामीलाई चाहिँ तोङमा पनि भएन रक्सी पनि भएन अनि लास्ट अप्सन हामीलाई के रह्यो भन्दाखेरि ओल्मक ओके होइन पार्टनर ठिक छ ल यताबाट हाम्रो यता जो हुनुहुन्छ होइन यताबाट पनि जो हुनुहुन्छ उता पनि जो म चाहिँ जस्ट रेस्पेक्टले भने जो यता पनि मेरो दाइ हुनुहुन्छ यता मेरो झन् दादा छोक्कु दादा हुनुहुन्छ उता मेरो पार्टनर यता मेरो ठेकेदार साहब हुनुहुन्छ होइन ओके नो बेजत है ओके लास्ट मेरो ब्लगमा मात्रै जान्छ यो नो है त्यस्तो हो हामी यहाँ ट्याक्कै अलि चन्दुमा आएर चाहिँ जस्ट ब्याकग्राउन्ड अप्सनमा चाहिँ हामी यहाँ ट्याक्कै हामी चन्दुमा यस्तो ट्याक्कै आज हामी चन्दुमा सन्दकपुरदेखि हामी रक्सी खोज्दै चन्दु आयो तर लास्ट इन्जोय भयो अहिले हामी चन्दु होमस्टे एन्ड रेस्टुरेन्टमा ट्याक्कै ल जो भोलि भाइरल हुनुपर्छ ल ओके जोले मलाई $5 झारिदिन्छ नि ट्याक्कै ओके भनिदिनु एकताल ओके $5 ओके यता ल हाई हो होइन ल ठिक छ यता हाम्रो दाइ हुनुहुन्छ यता मेरो दाजु हुनुहुन्छ यता मेरो पार्टनर यता हाम्रो दाइ हुनुहुन्छ मौसम दाइ होइन ठिक छ हामी यस्तै हो जस्ट होइन इन्जोय हो होइन इन्जोय एभ्री मुभमेन्ट यस्तो हो नि त लाइफ भनेको चाहिँ अनएक्सपेक्टेड आफ्टर डेथ हो है जिन्दगी ल